आज म तपाईँलाई एउटा यो पुरानो चिजलाई तल आउने यो कुकरलाई कसरी तल आउने म सिकाउँछु है। यो अब सिट्ठी नबज्ने यो बिग्रेको हुन्छ नि, यो मुखहरू खिएर यो सिट्ठी नबज्ने भएपछि अब यो काम छैन। त्यसलाई यसलाई चाहिँ थन्केर राखेको कुकरलाई तल आउने चाहिँ म उपाय मैले अपनाएको छु। यसलाई चाहिँ सबभन्दा पहिला एउटा अब मार्करहरूले सर यहाँ अलि लाइन चाहिँ पुग्नु पऱ्यो यसरी। लाइन सर्ट यसरी कोरेपछि सजिलो भयो। अब यसलाई टक्क एउटा ग्राइन्डर मेसिन ढिब्रे त भयो कि त यहाँ दामी ढिब्रे भयो। अब यसको बेर यहाँ ठ्याक्क यहाँ खोलेर राखेको छु मैले, यहाँ ट्याक्कै राखेको छु त ढेँडो बडाल्दै गर्छ भयो। ढेँडो प्रिय को साथीहरू ढेँडो खाने साथीहरूलाई मजा हुन्छ। तरकारी पकाउनु भयो, भुटभाट जे जे गरेर नि हुन्छ। ल मेरो